पैसाको लागि कसैले सोध्छ भने 5 तला घर छ मेरो काठमाडौँमा सिधै भन्छु हैन। मैले 25 वर्षको उमेरदेखि गाडी चढाएर आफैले कमाएर पैसाको लागि त हुँदै हैन। मैले गीत गाउँदा पनि पैसा आउँछ, डिजाइन गर्दा पनि पैसा आउँछ, सुपरभिजन गर्दा पनि पैसा आउँछ, कन्स्ट्रक्सन लिएर गर्दा पनि पैसा आउँछ, मैले इन्डोर्समेन्ट गर्दा पनि पैसा आउँछ, मैले कहीँनिर बोलिदिँदा पनि पैसा दिन्छन् आजभोलि त हैन। जे गर्दा पनि पैसा आउँछ भनेपछि त्यो पैसाको लागि होइन। अनि नामको लागि एउटा केही गरौँ भन्नेको लागि हो। जस्तै विनोद चौधरीजी बिलियनियर हुनुभयो तैपनि उहाँ लाग्नुभयो हैन। उहाँलाई चाहिँ अब यो समाजको लागि के अब अलरेडी नामको लागि त अलरेडी म्युजिक गरिरहेको छु, मान्छेले गीत सुनिरहेकै छन् हैन। सबैले चाहिने जति, सबैभन्दा चाहिने जतिले चिन्नु भएकै छ, त्यो नामको लागि पनि होइन। सेवा गर्नलाई, काम गर्नलाई पद चाहिँदैन भनेर सिकाउनु भयो, तर त्यो पदमा नालायकहरू बसेको पनि देख्नु सकिँदैन भन्ने कुरा चाहिँ सिकाउनु भएको थिएन। अब चाहिँ मलाई त्यो फिल भयो क्या। ठिक छ, चाहिँदैन, पोस्ट चाहिँदैन काम गर्नलाई, अहिलेसम्म त मैले काम गरि नै रहेको छु, तर त्यो पोस्टमा नालायक मान्छे बसेको त म देख्न सक्दिनँ नि त।